के नेपालमा वास्तवमै जातिवाद छ कि विगत 72 वर्षदेखि जातिवादको नाममा ठगी धन्दा चलिरहेको छ? जातिवाद कहाँ छ? लौ उत्तर दिनुहोस्। स्कुलमा छ? जातको आधारमा बच्चाहरूलाई भर्ना भइरहेका छन्? छैन। कलेजमा छ? छैन। ट्युसनमा छ? छैन। अस्पतालमा छ? छैन। प्राइभेट जागिरमा छ? छैन। मोबाइल किन्दा छ? छैन। सिम कार्ड किन्दा छ? छैन। अनलाइन सपिङ गर्दा वा सुपरमार्केट किनमेल गर्दा छ? छैन। बैंक अथवा सरकारी संस्थातिर छ? छैन। कुनै पनि व्यापार व्यवसाय अथवा व्यक्तिगत काममा छ? छैन। किराना पसल, कपाल काट्ने सैलुन वा ब्युटी पार्लर, दुध डेरी, कपडा पसल, भाडा पसल, तरकारी तथा फलफुल पसलमा छ? छैन। बिग मार्ट वा सपिङ मलमा छ? छैन। फिल्म हलतिर? छैन। होटल, रेस्टुरेन्ट, चिया पसलदेखि भट्टी पसल, मासु पसल कतैतिर छ? छैन। होस्टलमा छ? छैन। बस, ट्याक्सी, अटो, रिक्सामा छ कि प्लेनमा छ? छैन। मोटर, कार, घर, घरडेरी किनबेच गर्दा छ त? छैन। मसान घाटमा छ? छैन। फलफुल तथा तरकारी मण्डीमा कसैले जाँच सोधेर तरकारी किनमेल गरिरहेको छ? छैन। रोधीघर वा डिस्को बारतिर जाँदा जात सोधेर इन्ट्री गर्ने सिस्टम छ? छैन। पार्टी प्यालेसमा छ? छैन। चाडपर्व मनाउन जातको आधारमा विशेष निषेध गरिएको छ? छैन। त्यसो भए कहाँ छ त जातिवाद? म भन्छु, यता सुन्नुहोस्। सरकारी जागिरमा छ? हजुर छ। सरकारी पढाइमा छ? हजुर छ। सरकारी सेवामा छ? हजुर छ। आरक्षणको रूपमा। यदि कसैलाई आफैलाई म दलित हुँ भनेर प्रमाणित गराउन वडा कार्यालय तथा गाविस नगरपालिकाबाट सिफारिस गराएर आफू दलित नै भएको दावी गर्यो भने सरकारी जागिर पाइन्छ। त्यसमा आफैले आफैलाई दलित बनाउनु पर्छ। तर यदि सोही व्यक्तिलाई दलित भन्यो भने कडा सजाय हुन्छ। यो हो वास्तविक जातिवाद। आफूले आफैलाई दलित प्रमाणित गराउन सरकारी निकायको सिफारिस खोज्ने, तर यही व्यक्तिलाई सिफारिस प्रमाणित गर्नेले समेत दलित भनिदियो भने कानुन लाग्ने। यो हो जातिवाद। अब बुझ्नुभयो जातिवाद कहाँ रहेछ र कसले चलाइराखेको रहेछ?